यो चाहिँ तपाईहरुले ताजुबकै उहाँलाई कोसेली दिनु भएछ खुसी लाग्यो प्रोग्राम भयो कोसेली चाहिँ मलाई ल्याइदिनु भएको अरे अहिले हारा लुस छ लु हौ सबैजनालाई सेवा रह नमस्कार सेवा म चाहिँ मौसम इम्बुङ लिम्बू तपाईहरुको प्यारो फुलेन्देको बाउ हैन अनि तपाईहरु कहाँबाट यसरी चाहिँ आइसक्नु भएको छ यस्तो अचम्म गरी सान्थाक्राबाट होला आदरणीय तुलसी नाल्बो दाइ चाहिँ उहाँ ताप्लेजुङबाट किनभने जुङ्गा भएकोहरू चाहिँ ताप्लेजुङ्गे हुन्छन् हैन अनि यता हाम्रो पाङलाबुङबाट चाहिँ बर्दो जोख्रा आउनु भएको छ अनि आजको हाम्रो विशेष कार्यक्रममा चाहिँ मैले बुझे अनुसार चाहिँ अब नेपालबाट चाहिँ यो हाम्रो एभरेस्ट नाइट 2025 को लागि भरतमणि पौडेलज्यू आउनु भएको रहेछ हङकङ र प्रस्तुतिहरू सक्नु भएछ अनि हाम्रो ताप्लेजुङ्गे दाजुहरूले चाहिँ अझै खतरा जुङ्गा भएको ताप्लेजुङ्गे भरतमणि पौडेललाई चाहिँ एउटा सानो स्वागत सम्मान गर्नु खोज्नु भएको रहेछ तपाईहरुको स्वागत सम्मान पनि के कस्तो हो उहाँलाई टक्राइदिन हुन चाहिँ म हार्दिक अनुरोध गर्दछु हङकङमा अब पाइने त त्यही अब के हो तै पनि के छ लु यसो बर्दोत सर अनि तुलसी दाइ यो चाहिँ शान्ता विशुद्ध कि शुद्ध शुद्ध यो अर्गानिक हो विषादी रहित यो चेम्बिकोसा अनि यो चाहिँ सान्थाक्राको सान्थारक भन्छ नि सान्थरकको यो चाहिँ सिमल तरुल चाहिँ अब हाम्रो हातबाट चाहिँ खाजाको लागि हैन यो कोसेली नै हो हङकङमा अरूले चाहिँ हङकङमा ठिक लाग्यो है यो भटमास पनि रहेछ यहाँ भटमास पनि छ नि त यो पिज्जा खाँदा के रे फिसबल सुपै खाँदा त पेट ढाड्यो अरे अनि यो भटमास र यो सिमल तरुल चाहिँ अब यसरी चाहिँ उहाँहरुले मौसम दाइ यो ठिक छ यो अब मासु धेर खाइयो कि सबैले वेलकम गर्दाखेरि मासु हैन यो चाहिँ तपाईहरुले ताजुबकै उहाँलाई कोसेली दिनु भएछ खुसी लाग्यो विशेष तुलसी दाइ तपाईकै अब खाने मान्छेलाई खुसी लाग्छ तुलसी दाइको कन्सेप्ट यस्तो गरेका दाइ मलाई ल्याइदियो शुद्ध भनेर विशुद्ध पनि हुन सक्छ हैन भरे 20 पनि हुन सक्छ प्रोग्राम देखाउनु पर्ने हैन गएर फेरि यहाँ यो हस्पिटलमा प्रोग्राम भयो भने कोसेली चाहिँ मलाई ल्याइदिनु भएको अरे अहिले हारा लुस छ भाइ त्यो हारा लुस त हुन्छ कि तर छोछो गर्यौ नि गरिसके ए न त मौसम खतरा छ है ल जेस खुसी लाग्यो भरतमणि भाइ यसपालिको के कस्तो रह्यो यसपालि एकदम रमाइलो भयो दाइ जस्तो फर्स्ट टाइमको चाहिँ अलि बढी मेमोरी नै हुन्छ पहिलोचोटि जहाँ गरिन्छ जहाँ चाहिँ मेमोरी हुन्छ आङबाङ सोसाइटीले खतरा कार्यक्रम गरेछ भाइ पनि आउनुभयो हामी पनि धेरै खुसी छौँ दाइहरू भेट्न पाउँदा एकदमै खुसी भयो अब मौसम दाइसँग सँगै काम पनि गरेको धेरै अगाडिदेखि चिन्जान दाइले एकदमै मलाई स्ट्रगल फेसदेखि नै सपोर्ट आजसम्म पनि गरिराख्नु भएको छ अनि बर्दत सर अनि हाम्रो दाइसँग मेरो फर्स्ट टाइम चिन्जान भयो ताप्लेजुङ सान्थाक्राको हुँदो रहेछ काइला दाइ भनेपछि सकिगयो तुलसी नाल्बो भनेपछि यहाँ लामो कुरै नगर्दा हुन्छ अनि बर्दत सरले क्यामेरा ल्याउनु भएन उहाँ त्यो क्यामेरा चाहिँ मिस गरेँ हैन उहाँको त्यो कालो लामो त्यो कालो लामो अहिले लामो त सेतो छ ए सेतो छ लामो भन्नाले फेरि अर्कै नबुझौँ है यो ठिकै छ यो चाहिँ अब हामीले हाम्रो के रे नेपालमा उत्पादन हुने चिजहरू हङकङमा पनि पाइन्छ भनेर भाइलाई दिएको हो हैन लाइसी त हामी दिइहाल्छौँ नसुर्ताउनु हैन त्यस्तो छ जे होस् खुसी लाग्छ हाम्रो ताप्लेजुङको मित्र हाम्रो भाइले प्रगति गरिराख्नु भएको छ यसरी देश प्रदेश घुम्दै परदेश हैन नि परदेश घुम्दै हुनुहुन्छ खुसी लाग्छ र आज विशेष गरेर अब हाम्रो तुलसी दाइ चाहिँ अब हाम्रो कलाकारहरूलाई माया गर्ने मात्रै हो कलाकारितामा त हुनुहुन्न तर पनि उहाँले पनि हाम्रो भाइ केटो आएको रहेछ हामी पनि भेट्न चाहन्छौँ भनेर यो सिम्बल तरुल भटमासहरू चाहिँ उहाँको कन्सेप्ट हो उसिन्ने चाहिँ यता हाम्रो सर हो हैन अनि एउटै मात्रै कुरो अब यो तरुल र भटमासको लागि एरिक नोगेन मजा आयो दाइले के भन्नुहुन्छ हौ दाइको चाहिँ चापचाप गर्दै हुनुहुन्छ यो शुद्धै होस् भरै प्रोग्राम राम्रो होस् हैन भाइलाई असर नपरोस् हस्पिटल जोइन
त्यस्तो हो होइन शुद्ध हुन्छ किनभने शुद्ध मासले त पखाला लाउँछ यसले सर्दी जान्छ ग्यास्ट्रिक लाउँछ यसले सर्दी जान्छ त्यो छ। अनि आज चाहिँ हाम्रो एभरेस्ट नाइटको कलाकारहरूलाई बिदाई गर्ने कार्यक्रम छ याके नेतिमा र त्यहाँ पनि केही दाजुले मलाई सोध्दै हुन्थ्यो मैले ठ्याक्कै कुरा कन्भर्ट भयो रमाइलो भयो योपालि पनि एभरेस्ट को कार्यक्रम अनि आङबाङ समाजले गर्नुभएको कार्यक्रम रमाइलो भयो धेरैजना आर्टिस्टहरू थियौँ अनि सबै आर्टिस्टहरूसँग मैले पनि स्टेज सेयर गर्न पाउँदा खुसी लाग्यो मलाई पनि मेरो हङकङ सेकेन्ड टाइम हो अहिले पनि उत्तिकै रमाइलो भयो 18मा पनि त्यतिकै रमाइलो भयो होइन त्यो ताप्लेजुङ समाजको कार्यक्रममा त्यो हामीले शौचालय बनाएको चाहिँ कस्तो छ सफा छ कि भत्किसक्यो के छ ताप्लेजुङमा चाहिँ त्यो पनि भनौँ भत्किएको चाहिँ छैन तर सफा चाहिँ छैन म पनि अब 6 महिनामा एकचोटि जाने हो होइन यतै कामले गर्दा यतै बस्नुपर्छ तर भाइको प्रस्तुति रहेर उठाएको रकमले हामीले बनाएको हो नि त त्यो ताप्लेजुङ पहिला हङकङमा भाइले पर्फर्मेन्स गरेर ताप्लेजुङ समाज अब अहिले पनि यहीँ हुनुहुन्छ ताप्लेजुङ समाजको व्यक्तित्वहरू त्यो बेला हामीले गरेको थियौँ के कसो छ भनेर एउटा उयो मेमोरी सेयर गरौँ भन्ने मात्रै हो मेरो पनि नाम राखिदिनु भएको रहेछ त्यहाँ होइन भाइले यहाँ मात्रै हलमा त्यत्रो हँसाएर पैसा उठाएर बनाएको होइन त्यो हेरेँ मैले पनि यहाँ मडीमा मिस्टेक छ मनी भएछ मडी अर्को छ खासमा अर्कै खालको छ कस्तो अर्कै हो के मिस्टेक छ क्या एउटा तर टोइलेट मिस्टेक छैन नि त बनाइदिएकै हो ताप्लेजुङ समाज हङकङले त्यहाँनिर अब कसले त्यो जिम्मा लिएको होइन नगरपालिकाले अलिकति तदारुकता देखाउनु पर्छ अब भित्र चाहिँ त्यस्तो सफा थिएन अस्ति जाँदा चाहिँ जस अब टोइलेट त छ ए ठिक छ ल यो पनि आज भिडियोबाट म जानकारी यहाँहरू सबैलाई गराएँ भरतमणी भाइ पहिलोचोटि आउनुभएको थियो यहाँ मात्रै हलमा कार्यक्रम हामीले ताप्लेजुङ समाजबाट गरेको थियौँ र त्योबाट उठेको रकमबाट चाहिँ ताप्लेजुङमा शौचालय छ त्यहाँ गएर तपाईँहरू दिसा पिसाब पनि गरिदिनु होला भन्न चाहन्छु र त्यो नगरपालिकाले केबल कार झुन्ड्याउने मात्रै होइन त्यो शौचालय चाहिँ हङकङको जस्तो सफा बनाउने पनि काम गरोस् मेरो यही कामना छ भन्दै आजको यो हाम्रो सिमल तरुलले उहाँलाई म त म छँदैछु म भिडियो खिच्नु महँगो हो नि त यो अनि त्यस्तो छ ल विशेष गरेर तुलसी दाई तपाईँलाई धन्यवाद अनि यात्रा सर धन्यवाद तपाईँलाई र भरतमणी भाइ अब यो हाम्रो यो रेला गर्दै भए पनि साँच्चै भयो हाम्रो सम्मान भयो यो तपाईँलाई ल यति भन्दै अब हाम्रो छोटो शब्दलाई भन्दै यत्रो लामो बोल्यौँ यो अन्त्य गरौँ ल सेवाहरू ल सेवाहरू